हामीले हिजो जिओसी पढेको थियो क्लासमा। मैले हिजो भन्नै बिर्सेछु के। अब अलिकति तर धेरै कुरा पढेको छैन, अलिकति मात्रै पढेको थियो। त्यही भएर म के पढेको थियो थोरै अलिकति यसमा भनिदिन्छु, अनि आज भरेबाट क्लास जोइन हो। हामीले चाहिँ जिओसी सुरु गऱ्यो हिजो। अनि जिओसीमा चाहिँ धेरै पढेन, दुईवटा मात्रै कुरा पढ्यो। एउटा के अरे होमोलाइटिक फ्युजन र हेटेरोलाइटिक फ्युजन भन्ने पढेको थियो होइन जिओसीमा। अनि त्योभन्दा पहिला चाहिँ अलिकति म बुझाइदिन्छु है। कुनै पनि रियाक्सन हुँदाखेरि जस्तै मानौँ CH3Cl छ होइन, यदि यसलाई रियाक्सन गर्नु पर्यो भने पहिला सुरुमा एउटा इन्टरमिडिएट बन्छ भन्ने कुरा थाहा छ है। इन्टरमिडिएट बन्छ, यो चाहिँ एकदम अनस्टेबल हुन्छ के, यो चाहिँ अनस्टेबल हुन्छ। त्यही भएर चाहिँ यो चाहिँ धेरै बेर टिक्दैन अनि इमिडिएटली प्रोडक्टमा चेन्ज हुन्छ के। अब यो केसमा प्रोडक्ट के हुन्छ भन्दाखेरि यो OH पार्ट चाहिँ यहाँ Clलाई रिप्लेस गर्छ अनि केले Clलाई लिन्छ। OH चाहिँ यता जान्छ, Cl यता जान्छ अनि यो Cl चाहिँ केसँग जान्छ भन्छ। यो केसमा प्रोडक्ट चाहिँ के भन्छ भन्दाखेरि CH3OH प्लस KCl भन्छ है। यो केसमा प्रोडक्ट यो हो। यिनीहरूलाई रियाक्टेन्ट भन्छ, यिनीहरूलाई प्रोडक्ट भन्छ होइन। जसले अट्याक गरेछ नि यो केसमा चाहिँ यो OH छ नि, OH चाहिँ यता Cमा गएर अट्याक गर्छ क्या। OHले चाहिँ Cमा अट्याक गर्छ नि, त्यही भएर यसलाई चाहिँ रिएजेन्ट भन्छ। अनि जसलाई अट्याक भएको छ नि यो केसमा यो CH3Clलाई अट्याक गरेछ नि त यो के हो यसलाई चाहिँ सबस्ट्रेट भन्छ। भनेको यो चाहिँ अट्याक गर्ने हो, यो चाहिँ अट्याक गर्ने हो। यो रिएजेन्ट, यो OH चाहिँ रिएजेन्ट हो किनभने यसले अट्याक गर्छ। यो केसमा यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ अब सबस्ट्रेट हो, यसलाई चाहिँ अट्याक हुने यति हो होइन। यो भयो सबभन्दा सुरुको बेसिक कुरा भयो होइन। अब जिओसीमा सबै कुरा पढ्ने के पढिन्छ त भनेर भन्दाखेरि लेसन प्लान चाहिँ जिओसीको के हो भन्दाखेरि जिओसीमा सबभन्दा पहिला बन्ड क्लिभेज पढ्नुपर्छ। क्लिभेज भनेको अब कुनै पनि बन्ड कसरी टुट्छ भन्ने कुरालाई बन्ड क्लिभेज भन्छ होइन। पहिला यो पढिन्छ, त्यसपछि यहाँनिर इलेक्ट्रोनिक डिस्प्लेसमेन्ट भनेर पढ्नुपर्छ। डिस्प्लेसमेन्ट अनि त्यसपछि फाइनल्ली लास्टमा हामीले नेचर अफ रिएजेन्ट भन्ने कुरा पढ्नुपर्छ। अब यो भित्र पनि धेरै कुरा छ होइन, पछि सरले बिस्तारै पढाउनुहुन्छ। र लेसन प्लान चाहिँ यति हो हाम्रो चाहिँ, यति तीनवटा कुराहरू पढ्ने हो। सबभन्दा पहिला चाहिँ बन्ड क्लिभेजको बारेमा है, थोरै धेरै होइन। हिजो के पढ्छ त्यो मतलब क्लिभेज भनेको चाहिँ एउटा कुनै पनि एउटा बन्ड कसरी टुट्छ त्यसलाई क्लिभेज भन्छ होइन। अब बन्ड भयो, क्लिभेज भनेको टुट्ने। ल अब यो जिओसीमा चाहिँ दुईवटा क्लिभेज पढ्नुपर्छ। एउटालाई भन्छ होमोलाइटिक फिसन, होमोलाइटिक क्लिभेज अथवा फिसन, होमोलाइटिक बोन्ड फिसन है, होमोलाइटिक बोन्ड फिसन। यसैलाई नै अर्को नामले के पनि भन्छ भन्दा होमोलाइसिस पनि भन्छ है, होमोलाइसिस भन्छ है। अब यहाँनिर नामले थाहा छैन, होमो भनेको बराबर, लाइटिक भनेको टुट्ने। यदि कुनै पनि बोन्ड टुट्दाखेरि इलेक्ट्रोन बराबर रूपमा टुक्रिन्छ भने इलेक्ट्रोन होइन, त्यो बोन्ड टुट्दाखेरि चाहिँ इलेक्ट्रोन चाहिँ बराबर लिन्छ कि। जस्तै इक्जाम्पलको लागि एउटा छ होइन, AB छ होइन, ए र बीको बिचमा एउटा कोभ्यालेन्ट बोन्ड छ होइन। कोभ्यालेन्ट बोन्ड भनेको दुईवटा इलेक्ट्रोनले बनाएको हुन्छ क्या। एउटा चाहिँ A को इलेक्ट्रोन हो, एउटा चाहिँ B को इलेक्ट्रोन हो होइन। यो दुईवटा इलेक्ट्रोन चाहिँ Aले पनि सेयर गरेको छ, Bले पनि सेयर गरेको छ होइन। यो को कोभ्यालेन्ट बोन्ड होइन। अब यदि यसलाई फिसन गर्यो भने कोही रिएजेन्ट हालेर फिसन गर्दाखेरि चाहिँ यो यसरी टुट्छ क्या। जस्तै यो कोभ्यालेन्ट बोन्ड हो भने बिचबाट यसरी टुट्छ क्या। यसो गरेपछि अब यसले एउटा A रेडिकल दिन्छ, एउटा B रेडिकल दिन्छ। यो दुईटै फ्री रेडिकल हो है। या यो केसमा यो बोन्ड टुट्दाखेरि इलेक्ट्रोनहरू बराबर सेयर भएको नि A र B को बिचमा। यस्तो बोन्ड फिसन भनेर टुक्रिने, यस्तो बोन्ड फिसनलाई होमोलाइटिक बोन्ड फिसन भनिन्छ। ठिक छ। अनि यो चाहिँ फ्री रेडिकल बन्छ, अनि यो फ्री रेडिकलहरू चाहिँ जहिले पनि न्युट्रल हुन्छ। यति कुरा बुझ्ने। अब बुझ्यो होइन। होमोलाइटिक बोन्ड फिसन भनेको बोन्ड फिसन in which the electrons are के भन्ने अब
के भने इलेक्ट्रोन आर डिस्ट्रिब्युटेड इक्वली among the species यो हो मोलाइटिक बोन्ड फिसन भने